मित्रहरू नमस्ते। आज म सचेत भोजनको बारेमा गफ गर्न गइरहेको छु। अहिले स्क्रिनमा देखिरहनु भएको व्यक्ति कतै तपाईँ त हुनुहुन्न? हामी मध्ये 90% मानिसहरू आजभोलि यसरी नै खाइरहेका छौँ। हामीलाई लाग्छ हामीले शरीरलाई पोषण दिइरहेका छौँ, तर वास्तवमा हामीले आफ्नो शरीरलाई एउटा डस्टबिन बनाइरहेका छौँ। मित्रहरू, के तपाईँहरूलाई थाहा छ, गलत तरिकाले खाएको अमृत पनि विष बन्न सक्छ, तर होसपूर्ण तरिकाले खाएको साधारण खानाले पनि ठुला ठुला रोग निको पार्न सक्छ। आजको यो भिडियोमा म तपाईँलाई भगवान बुद्धको त्यो रहस्यमय सूत्र सुनाउनेछु, जसले प्राचीन कालका एक शक्तिशाली तर निकै मोटा र रोगी राजाको जीवन सदाका लागि बदलिदियो। यदि तपाईँ ग्यास्ट्रिक, मोटोपन वा मानसिक तनावबाट हैरान हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि हो। तपाईँको जीवनको टर्निङ पोइन्ट हुन सक्छ। तसर्थ अन्त्यसम्म सँगै रहनुहोला, साथ दिनुहोला। मित्रहरू, कुरा 2500 वर्ष पुरानो हो। कौशल देशका राजा प्रसेनजित खानपानका निकै शौखिन थिए। उनको भान्सामा सयौं प्रकारका व्यञ्जन बन्थे। बिस्तारै उनको तौल यति बढ्यो कि उनलाई सास फेर्न गाह्रो हुन थाल्यो। उनलाई राज्य चलाउनुभन्दा आफ्नो शरीर सम्हाल्न गाह्रो हुन थाल्यो। मित्रहरू, हामी मध्ये धेरै लाग्छ धेरै खानु भनेको धनी हुनु हो वा सुखी हुनु हो, तर राजा प्रसेनजितको त्यो हालत आजका धेरै मानिसहरूको जस्तै थियो, धेरै भएर पनि अतिरिक्त। राजा बुद्ध कहाँ पुगे? बुद्धले उनलाई कुनै जिम जान वा कडा व्रत बस्न भन्नु भएन। बुद्धले केवल एउटा भिक्षुलाई आदेश दिनुभयो। जब राजाले खान बस्छन्, तिमीले उनको कानमा यो वाक्य भन्नु, मानिसले आफ्नो सीमा बुझ्नुपर्छ, तब मात्र उसले सुख पाउँछ। राजाले हरेक गाँस खाँदा त्यो वाक्य सुने र सोचे, के यो गाँस मेरो शरीरलाई साँच्चै चाहिएको हो कि यो मेरो जिब्रोको लोभ मात्र हो? बिस्तारै राजाको होस जाग्यो र उनले बिना कुनै औषधि आफ्नो तौल घटाए। मित्रहरू, यो कथाको सार हो, होस नै सबैभन्दा ठुलो औषधि हो। तपाईँले कहिले सोच्नु भएको छ, तपाईँको थालीमा भएको एक चामलको दाना कति टाढाबाट आएको हो? बुद्ध भन्नुहुन्छ, खाना केवल पदार्थ होइन, यो ऊर्जा हो। मानिलिनुहोस् एउटा स्याउलाई, त्यो स्याउ बन्न पृथ्वीले पोषक तत्त्व दियो, सूर्यले प्रकाश दियो र मालीले वर्षौंसम्म स्याहार गर्यो। जब तपाईँ हतारमा खानुहुन्छ, तपाईँले ती सबैको अपमान गर्नुहुन्छ। हाम्रा पुर्खाहरूले खाना खानु अघि किन भगवानलाई चढाउने वा जलले घेर्ने गर्थे? त्यो कुनै अन्धविश्वास थिएन मित्रहरू। त्यो सचेतता, अवेरनेस सुरु गर्ने स्विच थियो। जब तपाईँ धन्यवाद भन्नुहुन्छ, तपाईँको मन शान्त हुन्छ र शरीर पाचनका लागि तयार हुन्छ। मित्रहरू, हाम्रो समाजमा एउटा उखान छ, दाँतको काम आन्द्रालाई नलगाउनु। यो सुन्दा सामान्य लाग्छ, तर यसको पछाडि ठुलो विज्ञान छ। हार्वर्ड मेडिकल स्कुलको रिसर्चले भन्छ कि हाम्रो पाचन प्रक्रिया मुखबाट होइन, दिमागबाट सुरु हुन्छ। जब हामी खानालाई राम्ररी चपाउँछौँ, कम्तीमा पनि 32 पटक हाम्रो रियालमा हुने इन्जाइमले खानालाई मुखमै पचाउन सुरु गर्छ। यदि तपाईँले खाना सिधै निल्नुभयो भने पेटले त्यो पचाउन 10 गुणा बढी शक्ति खर्च गर्नुपर्छ, जसले गर्दा खाना खाएपछि
तपाईँलाई निन्द्रा लाग्छ र आलस्य हुन्छ। बुद्धले भन्नुभएको छ, खानालाई पिउनुहोस् र पानीलाई खानुहोस्। हजुर हो, खानालाई पिउनुहोस् र पानीलाई खानुहोस्, अर्थात् खानालाई तरल बनाएर निल्नुहोस् र पानीलाई घुटु घुटु नगरी मुखमा खेलाएर पिउनुहोस्। मित्रहरू, हामी नेपालीहरू भाग्यमानी छौँ। हाम्रो दाल, भात, तरकारी र अचारको थाली आफैमा बुद्धको मध्य मार्ग हो। तर हामीले एउटा कुरा बिर्सिरहेका छौँ, त्यो हो हातले खानुको महत्त्व। धेरैलाई लाग्छ चम्चाले खानु आधुनिक हुनु हो, मोडर्न हुनु हो। तर जब तपाईँ हातले खाना मुस्नुहुन्छ, तपाईँको औँलाका टुप्पाहरूले खानाको तापक्रम र बनावटको जानकारी सिधै मस्तिष्कमा पठाउँछन्। यसले पेटमा हाइड्रोक्लोरिक एसिड निकाल्न मद्दत गर्छ। हातले खानु भनेको खानासँगको भौतिक र आध्यात्मिक सम्बन्ध हो, जुन बुद्धको सचेत भोजनको पहिलो नियम हो। मित्रहरू, बुद्धले सधैँ भन्नुभयो, न त धेरै खाएर शरीरलाई भारी बनाउनु, न त कम खाएर कमजोर। जापानीहरू यसलाई हाराहाचिबु भन्छन्। यसको अर्थ हो आफ्नो पेटको 80% मात्र भर्नुहोस्। मानिलिनुहोस् एउटा मिक्सर सम्झिनुहोस्। यदि तपाईँले मिक्सरलाई पुरै माथिसम्म कोचेर भर्नुभयो भने के त्यो घुम्छ? घुम्दैन, बरु चल्छ। हाम्रो पेट पनि त्यस्तै हो। यदि तपाईँले घाँटीसम्म आउने गरी खानुभयो भने शरीरले त्यो खानाबाट ऊर्जा निकाल्न सक्दैन, बरु त्यसलाई बोसो बनाएर थुपार्छ। त्यसैले अझै 2 गाँस खान सक्छु जस्तो लाग्दा लाग्दै हात धुनु नै बुद्धको मार्ग हो, मध्यम मार्ग हो। मित्रहरू, आजको सबैभन्दा ठुलो शत्रु मोबाइल। हामी मोबाइलमा कसैको झगडा वा नराम्रो समाचार हेर्दै खान्छौँ। हाम्रो शरीरले त्यो नकारात्मक ऊर्जालाई खाना समयभित्र लिन्छ। मित्रहरू, के तपाईँहरूलाई थाहा छ, जब तपाईँ रिसमा वा तनावमा खानुहुन्छ, तपाईँको शरीरले कोर्टिसोल नामक हार्मोन निकाल्छ, जसले पाचन प्रक्रिया ठप्प पारिदिन्छ। बुद्ध भन्नुहुन्छ, भोजन गर्दा भोजनमा मात्र रहनुहोस्। यदि तपाईँ मोबाइल बिना खान सक्नुहुन्न भने तपाईँ भोजनको होइन, मोबाइलको दास बन्नुभएको छ। आजैबाट कम्तीमा 15 मिनट शान्त भएर खाने प्रतिज्ञा गर्नुहोस्। मित्रहरू, बुद्धको यो ज्ञान कुनै किताबमा सजाउनका लागि होइन, यो त पालन गर्नको लागि हो। राजा प्रसेनजितले त आफ्नो जीवन बदले भने के तपाईँ सक्नुहुन्न? के हामी सक्दैनौँ र? मित्रहरू, आजको रातिको खाना खाँदा मोबाइल अर्को कोठामा छोड्नुहोस्। हरेक गाँसलाई बिस्तारै चपाउनुहोस् र त्यसको स्वाद लिनुहोस्। तपाईँले पाउनुहुनेछ कि थोरै खानाले पनि तपाईँको मन र शरीर दुवै तृप्त भएको। मित्रहरू, यदि तपाईँलाई यो जानकारी थोरै पनि उपयोगी लाग्यो भने कमेन्टमा आई स्टार्ट टुडे, म आजै सुरु गर्छु भनेर लेख्नुहोला। तपाईँको एउटा कमेन्टले मलाई यस्तै थप भिडियो बनाउन प्रेरणा दिनेछ। च्यानललाई सब्स्क्राइब गर्नुहोस् र स्वस्थ नेपाल निर्माणमा साथ दिनुहोस्। धन्यवाद। भवतु सर्वमङ्गलम। यहाँहरू सबैको जय होस्।